यत्रो राजनीति गर्नुभयो, कहिलेकाहीँ यस्तो लाग्दैन जस्तो संवैधानिक निकायहरू, न्यायपालिकाहरू यस्तो ठाउँमा चाहिँ पार्टीको भागभण्डा नगरिकन स्वतन्त्र मान्छे, प्रोफेसनल मान्छेहरूलाई टक्कर राखिदिउँ, अनि पो त देशमा सुशासन डेमोक्रेसीको चाहिँ एक्सर्साइज हुन्थ्यो भनेर त्यस्तो फिल हुँदैन। मैले जोडेको तपाईँ भर्खर 1-2 दिन अगाडि मात्रै यता चाहिँ सर्वोच्चमा कांग्रेसको कोटामा एकजना न्यायाधीश बन्नुभयो अरे, अब एमालेको बाँकी छ अरे। दलको आस्थाद्वारा कुन चाहिँ पदाधिकारी कहाँ कति बेला कुन निर्णयमा धेर टाढा नजाउन, विश्व पौडेलले नेपाली कांग्रेसबाट सांसद लडेर चुनाव हारेर आएको कांग्रेसको नेतालाई गभर्नर बनाउनु भयो। तपाईको चाहिँ नि गभर्नर बनाउने कार्यविधि त्यो सबै हेर्दाखेरि पार्टीको सदस्य नभएको व्यक्ति भन्नुपर्ने छ। मैले फेरि अर्थमन्त्रीसँग जोडिएको गभर्नर भएकोले भनेको, नभएदेखि सपना प्रधान मल्ल चाहिँ तपाईको अहिले जो न्यायाधीश हुनुहुन्छ, वरिष्ठ न्यायाधीश, उहाँ पहिला एमालेको होइन, सांसदै बनेको होइन। यस्ता भएका सर्वोच्च अदालतमा भएका न्यायाधीशको लिस्ट तपाईले अगाडि राखेर हेर्नुस्, म तपाईलाई भन्न सक्छु कि 80% मान्छे पार्टीको कोटाबाट न्यायाधीश बनेका छन्। अनि त्यसै भएर मैले भनेको सबै मान्छेहरु यसलाई हटाउन मिल्दैन भनेको के उप प्रधानमन्त्रीज्यू। एउटा चीज छ, म यहाँलाई भनौं, डाक्टर विश्व पौडेल गभर्नर हुनुहुन्छ, हिजो नेपाली कांग्रेसको चुनाव चिन्हबाट चुनाव लड्नु भएको कुरा सत्य हो। कांग्रेस हो हिजो हो, आज होइन। अनि आज त हुनै मिल्दैन, आज होइन। रामचन्द्र पौडेललाई नेपाली कांग्रेस होइन नै भन्नु पर्यो नि अहिलेको राष्ट्रपतिलाई। रामचन्द्र पौडेल राष्ट्रपति, सम्माननीय राष्ट्रपतिको सन्दर्भ अलग छ। गभर्नरका निम्ति क्लेम गर्नुभन्दा धेरै अगाडि नै उहाँले कांग्रेस परित्याग गर्नुभएको छ। त्यो उहाँको राजीनामाले पुष्टि गर्छ, त्यो उहाँको सो घोषणाले। गभर्नर बन्नका लागि अब त्यसरी अर्थ लगाउने भने त कुरा अलग भयो, दर्द होइन। मैले अहिले जनताको दुःख आज माननीय उप प्रधानमन्त्रीज्यू यहाँ भएको बेला मैले राखिन भने त्यो अपूर्ण हुन्छ। अहिले जनस्तरमा एउटा परेको छ के, अनि उप प्रधानमन्त्रीज्यू के परेको छ भने, मैले राज्यका महत्त्वपूर्ण पदमा नियुक्ति पाउनु पर्यो भने कि म पार्टीको कार्यकर्ता हुनुपर्छ, त्यो पनि खराट कार्यकर्ता हुनुपर्छ, कि चाहिँ मसँग करोडौं रुपियाँ पैसा हुनुपर्छ। दुईटा कुराको डिलले मात्रै यहाँ नियुक्ति खान पाइन्छ, यहाँ उच्च पदमा चाहिँ नि राजनीतिक नियुक्ति खान पाइन्छ। नभएदेखि प्रोफेसनल व्यावसायिक मान्छेले यहाँ नियुक्ति पाउनेवाला छैनन्, उनीहरू फ्रस्ट्रेट भएर बस्ने नै। त्यो चाहिँ होइन। तपाईको यो प्रश्नलाई म के भन्छु भनेदेखि, त्यो चाहिँ प्रोफेसनलहरूले नियुक्ति पाउँदैनन् भन्ने जुन एउटा चाहिँ म भनिहाल्छु नि तपाईलाई, तपाईँ अल्मलिनुभयो, हुन त हो, तर अब यसलाई होइन कहाँबाट भनौँ भन्ने लाग्यो होला तपाईलाई। राजदूत हुन करोडौं रुपियाँ पैसा, गभर्नर हुन करोडौं पैसा, धितोपत्र बोर्डमा करोडौं रुपियाँ पैसा, तपाईको चाहिँ विभिन्न आयोगहरूमा नियुक्त हुन पैसा, संवैधानिक निकायमा नियुक्ति खान पैसा,